हेलो एभ्रिवान र सबैलाई आजको यो युट्युब भिडियोमा स्वागत छ। आज चाहिँ हामी बीबीएस थर्ड इयरको युनिट 8 इन्कम फ्रम इम्प्लोइमेन्ट लेसनको केही सोलुसन्सहरू गर्नेछौँ। सोलुसन्स गर्नुभन्दा अगाडि सुरुमा हामीले यसमा अब फर्म्याट भन्ने हुन्छ, त्यो फर्म्याट कसरी गर्न सकिन्छ त इन्कम फ्रम इम्प्लोइमेन्टबाट पाएका सबै इन्कमहरूलाई हामीले कसरी राख्ने, के गर्ने, कति ट्याक्स काट्ने अनि सरकारलाई कति बुझाउने, यसको बारेमा हामी सोलुसन गर्नेछौँ। र सुरुमा चाहिँ हामी यसको फर्म्याट हेर्ने। अब यो सोलुसन गर्न चाहिँ हामीले 3टा स्टेप्स गर्नुपर्ने हुन्छ। एउटा स्टेपलाई कम्प्युटेसन अफ एसेसेबल इन्कम फ्रम इम्प्लोइमेन्ट भनेको मतलब इम्प्लोइमेन्ट गरेर कसैको अब जब गरेर जति पनि कमाउन सकिन्छ, जति पनि कमाइ हुन्छ त्यो सबैलाई चाहिँ यो स्टेप 1 मा राख्नुपर्छ। अनि अब जति कमाए त्यो सबैलाई इन्कम भनेर राख भने मान्छे त अनि कति चाहिँ खानु, अनि त्यो त सबै अनि फेरि ट्याक्स दिँदैमा जान्छ। अब त्यही भएर अब हामीले अनि सेकेन्डमा चाहिँ कम्प्युटेसन अफ ट्याक्सेबल इन्कम भनेको मतलब अब यहाँ चाहिँ आफूले जति इन्कम गरेको छ सबैलाई हाल्ने। अनि अब स्टेप 2 मा चाहिँ अब त्यो कमाइसकेको इन्कममा पनि कति इन्कमलाई हटाउनु पर्छ, कति इन्कमलाई के गर्नुपर्छ, जे गरेर भए पनि ठिक्क कति चाहिँ इन्कमलाई हामीले ट्याक्स लगाउन सक्छौँ त त्यो निकाल्ने। अनि ठ्याक्क त्यति निस्किसकेपछि अब हामी स्टेप 3 मा चाहिँ के गर्छौँ त ट्याक्स लायबिलिटी क्याल्कुलेट गर्छौँ। भनेको मतलब यो स्टेप 2 मा जति आउँछ हो त्यो रकमको चाहिँ कति ट्याक्स आउँछ त भनेर हामी स्टेप 3 मा गर्छौँ। ल अब त्यसो भए ढिलो नगरिकन म फर्म्याटतिर गएँ है त। हाम्रो फर्म्याट चाहिँ स्टेप 1 को चाहिँ यो छ है। सुरुमा कम्प्युटेसन अफ एसेसेबल इन्कम फ्रम इम्प्लोइमेन्ट अफ मिस्टर और मिसेस, अब नाम के दिएको हुन्छ फर द इन्कम इयर 2079-80। यो इन्कम इयर चाहिँ कस्तो हुन्छ भन्दाखेरि हामीले अहिले जुन इन्कम इयर चलिरहेछ त्योभन्दा 1 वर्ष अगाडिको इन्कम इयर हामीले जहिले पनि त्यसको गर्नुपर्ने हुन्छ। त्यही भएर क्वेसनमा नि फर द प्रिभियस इयर भनेर दिएको हुन्छ। अब जस्तै अहिले कति चलिरहेछ भन्दा 2080-81 चलिरहेछ। अब हामीले 2080-81 को हालेर निकाल्न पाइँदैन, हामीले चाहिँ के हाल्नु पर्यो 2079-80 को। त्यही भएर स्टेप 1 मा सुरुमा हामी कम्प्युटेसन अफ एसेसेबल इन्कम फ्रम इम्प्लोइमेन्ट अफ मिस्टर एन्ड मिसेस समथिङ समवन फर द इन्कम इयर 2079-80। अनि अब फर्म्याट चाहिँ यही हो है, पार्टिकुलर्स रुपिज। सबभन्दा सुरुमा हामीले स्यालेरी एन्ड वेजेस, अब जब गरेपछि पाइने नै त्यही हो। सबभन्दा सुरुमा स्यालेरी एन्ड वेजेस। अब यसमा ध्यान दिनुपर्ने कुरा, यदि हामी प्राय चाहिँ क्वेसनमा त्यही सरकारी जागिरेको बारेमा दिएको हुन्छ। यदि सरकारी जागिरे छ या गभर्मेन्ट इम्प्लोइ छ भने क्वेसनमा भनौँ भने आँखा चिम्लेर यो स्यालेरी एन्ड वेजेस पछिको यो 2टा पोइन्ट्स आँखा चिम्लेर गरिदिँदा हुन्छ। जस्तै स्यालेरी एन्ड वेजेस ठ्याक्क क्वेसनमा दिएको हुन्छ, त्यसलाई गर्ने। अब यो फेरि क्याल्कुलेसन चाहिँ एनुअलको क्याल्कुलेसन हुन्छ नि, मतलब 1 वर्षको पुरैको क्याल्कुलेसन हुन्छ। यहाँ भ्यालु राख्दाखेरि 1 इयरको जति हुन्छ त्यति राख्नुपर्छ। भनेपछि स्यालेरी 1 वर्षमा जति कमाइन्छ टोटललाई यहाँ राख्ने। अनि यदि सरकारी जागिरे छ भने, यदि क्वेसनमा भनेको छैन तर सरकारी जागिरे मात्र भनेको छ भने मात्रै पनि त्यति दिने बित्तिकै हामीले के बुझ्ने, त्यो भनेको त्यसमा हामीले दसैँ अलाउन्स या बोनस जे भन्छौँ त्यो लेखेर 1 मन्थ अफ स्यालेरी हाल्दिने। अनि त्यस पछाडि फेरि अर्को आँखा चिम्लेर हाल्ने प्रोभिडेन्ट फन्ड कन्ट्रिब्युसन। अब जुन भन्छ नि पेन्सन हो, यसैबाट पछि पाइने हो यही पेन्सन अहिले। अनि यो पेन्सन चाहिँ के हुन्छ भन्दाखेरि मान्छेको जति स्यालेरी छ त्यसको 10% आफूले हाल्नु पर्यो। अनि उताबाट जसको अन्डरमा काम गरेको छौँ, अब जस्तै गभर्मेन्ट इम्प्लोइ छौँ भने अब जस्तै ब्याङ्कमा काम गर्दैछौँ भने ब्याङ्कको अब म्यानेजर भनौँ या ब्याङ्कतिरबाट 10% हालिन्छ हो। अनि अब यो जति पनि फर्म्याट छ नि यसमा चाहिँ जहिले पनि अफिसले दिएको चिज मात्र हाल्ने, बाहिरबाट यता बिजनेसबाट आएको इन्भेस्टमेन्टबाट आएको त्यो हाल्ने होइन। बस के मात्र हाल्ने यसमा, इम्प्लोइमेन्ट गरेर आएको चिज, अफिसले दिएको चिज। अब भनेपछि यो प्रोभिडेन्ट फन्ड कन्ट्रिब्युसन अघि भर्खर मैले भने 10% आफूले हाल्नुपर्छ, 10% इम्प्लोयरले हाल्दिन्छ हो। अब यहाँ लेखिने चाहिँ के हो त, लेखिने चाहिँ यो इम्प्लोयरले हालिदिएको 10% हो है, यो इम्प्लोयरले हालिदिएको याद गर्ने। पछि एउटा कोही प्रायमा त मेन्सन गर्दैन तर एउटामा चाहिँ मेन्सन गरेको थियो जस्तो लाग्छ मलाई। त्यसमा चाहिँ के भनेको थियो भन्दाखेरि अब यो दसैँ अलाउन्स प्रोभिडेन्ट फन्ड दिएन, गभर्मेन्ट इम्प्लोइ भनौँ, अब आँखा चिम्लेर यो 2टा त हाल्नु पर्यो। अनि फेरि पोइन्ट्समा के दिएको थियो भन्दाखेरि इम्प्लोयरले पनि 10% दियो भनेर देखाइदियो। अब मैले अघि भर्खर भने आँखा चिम्लेर हालिदिँदा हुन्छ, फेरि अर्को पोइन्ट पढ्दाखेरि फेरि आइदियो। अब के डबल हाल्ने त होइन, यो चाहिँ इम्प्लोयरले हालेको हो भनेर बुझ्ने। यो सबै अफिसले हालिदिएको हो, अफिसबाट पाइएको चिजहरू हो, त्यो बाहेक हामीले हाल्न पाइँदैन। अब ल
स्यालेरी दसैँ 1 महिना बराबरको दसैँ अलाउन्स हुन्छ। प्रोभिडेन्ट फन्ड कन्ट्रिब्युसन यो एनुअल स्यालेरी जति आउँछ त्यसको 10% यहाँ राखिदिने। अनि त्यस पछाडि यो अलाउन्सहरू मैले यहाँ सजिलो होस् भनेर सब अलाउन्सहरू सुरुमा राखिदिएको छु। अब डाइरेक्टर अलाउन्स राखिदिने, डियरनेस अलाउन्स, फ्यामिली अलाउन्स, एजुकेसन अलाउन्स, लोकल अलाउन्स, मेडिकल अलाउन्स, क्लोदिङ अलाउन्स, ट्रान्सपोर्ट जति पनि अफिसले दिन्छ त्यो सबै अलाउन्सहरू यसमा राख्ने। तर 4वटा अलाउन्स चाहिँ जाँदैन है। त्यो चाहिँ अहिले के हो हामी लास्टमा पढ्छौँ। अहिले चाहिँ यति के बुझ्ने भन्दाखेरि अफिसले जति पनि दिन्छ सबैलाई यसमै राख्ने भनेर। अब यो अलाउन्स पछाडि लाइफ इन्सुरेन्स प्रिमियम पेड बाई अफिस, यो पनि अफिसले नै तिर्दिएको क्या। कहिलेकाहीँ अफिस हुन्छ, कहिलेकाहीँ इम्प्लोयर हुन्छ, एउटै हो। लाइफ इन्सुरेन्स प्रिमियम पेड बाई अफिस, अफिसले तिरेको छ जतिसुकैको तिरोस्, आफ्नो फ्यामिलीको तिरोस् कि अर्काको फ्यामिलीको तिरोस् कि यदि हाम्रो लागि तिर्दिएको छ भने हामीले के लेख्ने यहाँनिर हालिदिने। फिज रिसिभ्ड, ओभरटाइम पे चाहिँ मैले अलिक क्वेसनहरुमा मेन्सन गरेको देखेको छुइनँ, आइहाल्यो भने पनि हालिदिने। बोनस एन्ड कमिसन यो पनि अफिसले दिनु पर्यो, अफिसले दियो भने हालिदिइहाल्ने। प्राइज एन्ड गिफ्ट्स रिलेटेड टु इम्प्लोइमेन्ट, आफूले काम गर्दाखेरि अब कहिलेकाहीँ यत्रो काम गरेको छस् ल तेरो लागि यसको लागि गिफ्ट या प्राइज हो भनेर दियो, त्यो पनि हालिदिने। रिइम्बर्समेन्ट अफ पर्सनल एक्सपेन्सेस, अब हाम्रो पर्सनल एक्सपेन्सेसहरू पनि कहिलेकाहीँ अफिसले तिर्दिन्छ क्या। जस्तै इलेक्ट्रिसिटी बिल, टेलिफोन बिलहरू अफिसले तिरिदियो भनिदिन्छ हो, त्यस्तोहरूलाई पनि यसमै राख्ने। अनि एकोमोडेसन, क्वार्टर, रेसिडेन्सियल फेसिलिटिज, अब यो त नामैले चिनिहाल्यो। भनेको मतलब यदि अफिसले बस्नको लागि फेसिलिटी दिएको छ भने हामीले एकोमोडेसन फेसिलिटी, क्वार्टर फेसिलिटी या रेसिडेन्सियल फेसिलिटी भनेर अब यहाँ माथि जति एनुअल यो स्यालेरी थियो त्यसको 2% चाहिँ हामीले यहाँ राख्नुपर्छ। अनि भेहिकल फेसिलिटी, अब यो भेहिकल फेसिलिटी अनि जस्तै अब म्यानेजरहरूलाई ब्याङ्करले गाडी दिन्छ कि दिँदैन हो, अब त्यो फ्री दिन त फ्रीमा दिएको हुन्छ। तर हामीले पनि अब त्यो आफ्नो आमदामी हो भनेर यहाँ एनुअल स्यालेरीको चाहिँ 0.5% राख्नुपर्छ। अनि कहिलेकाहीँ चाहिँ भेहिकल फेसिलिटी भनेर भन्छ, भेहिकल दिएको छ भनेर भन्छ, अनि त्यसको साथमा ड्राइभर स्यालेरी या फ्युल एक्सपेन्सेस के दिएको छ भन्छ, त्यो लेख्न पाइँदैन। बस के मात्र लेख्न पाइन्छ, भेहिकल फेसिलिटी। अनि अब यो लन्च फेसिलिटी भनेको पनि यदि पुरै अर्गनाइजेसनकै स्टाफहरूले खाँदैछन् भने, लन्च फेसिलिटी पाएका छन् भने उनीहरूलाई त्यति बेला लेख्न पाइँदैन। तर यो लन्च फेसिलिटी यहाँ माथि दिएको मान्छेलाई मात्र दिएको हो भने चाहिँ लेख्नुपर्छ है। अनि त्यस पछाडि हाउसकिपर, गार्डेनर, सोफर, अदर डोमेस्टिक असिस्टेन्ट प्रोभाइडेड बाई अफिस, अघि मैले भने अफिसले दिएको जति सबै कुरा यसमै राख्ने। ड्रिङ्किङ वाटर, इलेक्ट्रिसिटी, टेलिफोन, अदर युटिलिटिज प्रोभाइडेड बाई अफिस, अफिसले दियो भन्ने बित्तिकै हालिदिइहाल्ने, आँखा चिम्लेर हालिदिइहाल्ने। अनि अदर फेसिलिटिज यति सबै जोडेर के आउँछ त, एसेसेबल इन्कम फ्रम इम्प्लोइमेन्ट। अब फेरि यहाँनिर एसेसेबल इन्कम फ्रम इन्भेस्टमेन्ट बिजनेस पनि छ त। यो भन्नुको कारण चाहिँ यो चाहिँ यसो कहिलेकाहीँ एसेसेबल इन्कम फ्रम इम्प्लोइमेन्ट मात्र सोध्छ, या कहिलेकाहीँ त्यो लिस्टहरूमा चाहिँ इन्भेस्टमेन्टको पनि थोरै 1-2वटा या बिजनेसको पनि थोरै 1-2वटा छिराइदिएको हुन्छ क्या हो। अब त्यसको लागि चाहिँ यो थोरै मात्रै बुझ्दा भइहाल्यो। यो इन्कम फ्रम इन्भेस्टमेन्ट भनेको के हो, लगानी गर्नु। अब जस्तै इन्ट्रेस्ट रिसिभ फ्रम फ्रेन्ड्सबाट आएको पैसा, प्राइभेट मनी लेन्डिङ बोरोइङ, अब दिन्छ कसैलाई ब्याजमा हो, त्यसबाट आएको पैसा। गेन अन सेल्स अफ सेयर्स, लिस्टेड होस् या नन लिस्टेड होस्, सेयर्स बेचेर आयो भने त्यसको फाइदा पनि यसमै लेख्ने। नेचुरल रिसोर्सेस इन्कम रिसिभ भनेर आयो भने पनि इन्भेस्टमेन्टमा हाल्ने। अनि एसेसेबल इन्कम फ्रम इन्भेस्टमेन्ट गरेर निकाल्ने। अनि इन्कम फ्रम बिजनेस अर प्रोफेसनको पनि गेन अन डिस्पोजल अफ बिजनेस एसेट्स भनौँ है। बिजनेसको एसेट्स चाहिँ बेच्दाखेरि यदि गेन हुन्छ भने लेख्ने, घाटा भइरहेछ भने के को ट्याक्स तिर्नको लागि आफ्नो आम्दानी भएकै होइन, त्यही भएर त्यो गेनको मात्र हाल्नुपर्छ। गिफ्ट रिसिभ्ड रिलेटिङ टु बिजनेस, अब यो बिजनेससँग रिलेटेड भएर गिफ्ट पाइयो भने पनि यो चाहिँ यहाँ हाल्ने। अघि चाहिँ के थियो, प्राइजेस या गिफ्ट्स रिलेटिङ टु इम्प्लोइमेन्टसँग रिलेटेड हुँदा माथि, यो बिजनेससँग रिलेटेड हुँदा चाहिँ यहाँ मुनि। अनि एमाउन्ट रिसिभ फ्रम द डिस्पोजल अफ कस्ट अफ ट्रेडिङ, यो हामी पछि बुझ्छौँ। यो इन्कम फ्रम बिजनेस चाहिँ प्रायः दिँदैन, दिने भनेको एसेसेबल इम्प्लोइमेन्टमा थोरै इन्भेस्टमेन्टको पोइन्ट्सहरू हालिदिएको हुन्छ। ल अब यो चाहिँ यति फर्मेट हो। म चाहिँ अब अरू भिडियो बनाउँदिनँ थाहा छैन, त्यही भएर तपाईँहरूलाई चाहिँ यसमा जति पनि मैले फर्मेटहरू दिएको छु या लेखेको छु, मेरो भिडियो या अरूको भिडियो नहेरिकन भने बस यति फर्मेट हेर्नु हो भने तपाईँहरूको क्वेसनमा आउने जति सबै यसमा हालिदिएको छु, अनि हेर्दा भइहाल्छ। पोइन्ट्स टु बी रिमेम्बर, ल अब यसो हेरौँ है त। इफ सी इज गभर्मेन्ट इम्प्लोइ, अघि भर्खर भने मैले यदि गभर्मेन्ट इम्प्लोइ भनेको छ भने, अनि दसैँ अलाउन्स या प्रोभिडेन्ट फन्ड कन्ट्रिब्युसन भनेन भने पनि हामीले चाहिँ दसैँ अलाउन्स 1 महिना बराबरको हुन्छ भनेर हाल्नुपर्छ। अनि प्रोभिडेन्ट फन्ड चाहिँ 10%
एनुअल स्यालेरीको हालिदिनुपर्छ आफैले दिएको छैन भने दिएको छ भने त ठिकै छ दिएको छैन भने पनि आफैले हाल्नुपर्छ कुन कन्डिसनमा गभर्नमेन्ट इम्प्लोइ वन भेहिकल इज गिभन एलोङ विथ ड्राइभर स्यालेरी अघि भर्खर भने यो भेहिकल पनि भन्छ अनि ड्राइभर स्यालेरी फ्युल एक्सपेन्सेस अरू के सँगै दिएको हुन्छ भने पनि के गर्ने सबैलाई मतलबै नराख्ने बस के गर्ने भेहिकल फ्यासिलिटी भनेर 0.5% लगाइदिने के को त एनुअल स्यालेरीको है 0.5 अनि हाउस रेन्ट अलाउन्स भनेको छ भने चाहिँ लेख्ने मैले अघि के भने सब अलाउन्स हाल्दिने लेख्ने तर हाउस रेन्ट पेड बाई अफिस भन्नु भने चाहिँ अब त्यो बेला चाहिँ एकोमोडेसन फ्यासिलिटी भनेर 2% लेख्ने हाउस रेन्ट अलाउन्स भनेको बेलामा चाहिँ जति हुन्छ त्यति नै लेखिदिने अब हाउस रेन्ट पेड बाई अफिस भन्नु भने चाहिँ एनुअल स्यालेरीको एकोमोडेसन फ्यासिलिटी भनेर 2% हालिदिने अनि अर्को लन्च फ्यासिलिटी यदि इज गिभन टु एभ्रीवन देन नो निड टु सबैलाई यदि दिएको छ भने लेख्नु पर्छ तर लन्च फ्यासिलिटी अन्ली गिभन टु हिम अर हर भने त्यति बेला चाहिँ लेख्नुपर्छ लन्च फ्यासिलिटी भनेर जति दिएको छ त्यति अनि बिजनेस प्रमोसनल अलाउन्स भनेर दिएको छ भने लेख्नु पर्यो तर बिजनेस प्रमोसनल एक्सपेन्सेस भनेर दिएको छ भने चाहिँ लेख्नु पर्दैन यो चाहिँ थोरै याद गरिदिया भइहाल्छ यहाँ धेरै त्यस्तो छैन यो बस हेर्दाखेरि लामो लागेको मैले सब पोइन्ट आउट गरिदिएकोले अलिक लामो भएको नभए लेख्दै जाँदाखेरि त्यस्तो लामो हुँदैन पेटी एक्सपेन्सेस 500 या 500 भन्दा मुनिको पनि लेख्नु पर्दैन अनि एग्रिकल्चर इन्कमहरू पनि हामीले लेख्नु पर्दैन किनभने हामीलाई छुट दिएको छ एग्रिकल्चर इन्कम अब अघिको मैले एलाउन्स सबै लेख्नुपर्छ भने अब चाहिँ यहाँनिर के हेर्ने भन्दाखेरि सबै त लेख्ने तर यी 4 वटा बाहेक है यो त इजी छ याद गर्ने इजी यो किन नलेख्ने भन्दाखेरि अब यो चाहिँ अलरेडी फाइनल टिडिएस इन्कम हो भनिन्छ क्या फाइनल टिडिएस इन्कम भनेको अलरेडी दिँदैखेरि ट्याक्स काटेर आइसकेको हुन्छ त अनि अब फेरि ट्याक्स काट्नको लागि यहाँ राख्नुपर्ने हो त होइन नि त फेरि ट्याक्स कटाउने अझै डबल ट्याक्स कटाउने आफैलाई घाटा लाग्दैन हो त्यही भएर यो 3टा चाहिँ लेख्नु भएन है ट्राभलिङ अलाउन्स एन्ड डेली अलाउन्स टाढा भनेर बुझ्ने अनि मिटिङ अलाउन्स यो मिटिङको पनि ट्याक्स काट्नु पर्दैन हो यो मिटिङको चाहिँ एउटा कन्डिसन छ है अब यदि 20,000 भन्दा बढी पर मिटिङ भनौँ भने चाहिँ त्यो बेला चाहिँ हाल्नुपर्छ नि तर रेयरली हुन्छ त्यो कसैले एक मिटिङको 20,000 दिन्छ कहाँ इम्प्लोइलाई हो त्यही भएर त्यो रेयरली हुन्छ त्यो न याद गर्दा नि हुन्छ अर्को पकेट अलाउन्स विडो अलाउन्स यो 4टा चाहिँ नलेख्ने अनि यहाँनिर केही फाइनल टिडिएस इन्कम अलरेडी ट्याक्स काटेर आइसकेका इन्कमहरू हुन्छन् अब त्यसलाई डबल ट्याक्स काट्नको लागि किन राख्ने त्यसलाई पनि यहाँ माथि राखिँदैन मिटिङ अलाउन्स लटरी विन्स इन्कम फ्रम पार्ट टाइम लेक्चर डिभिडेन्ड रिसिभ्ड रेन्ट रिसिभ्ड फ्रम हाउस interest credited to provident fund, interest on fixed deposit, saving deposit, dividend received from mutual fund, gain on sales of investment in insurance company, income received from checking examination copy, amount received from setting questions. ल यिनीहरू चाहिँ फाइनल टिडिएस इन्कम हुन् यो नलेख अब स्टेप 1 सकेपछि हामी स्टेप 2 मा जाने स्टेप 2 कम्प्युटेसन अफ ट्याक्सेबल इन्कम लेख्दिने या फर्दर इन्कम इयरहरू पर्दैन यति मात्र लेख्दिने अनि पार्टिकुलर्स रुपीज यसमा चाहिँ 2टा बक्सा ल एसेसिबल इन्कम फ्रम इम्प्लोइमेन्ट अघि हाम्रो के आएको छ एसेसिबल इन्कम फ्रम इम्प्लोइमेन्ट जे आएको छ त्यही लेख्दिने इन्कम फ्रम इन्भेस्टमेन्ट जे आएको छ त्यही लेख्दिने एसेसिबल इन्कम फ्रम बिजनेस अर प्रोफेसन जे आएको छ त्यही लेख्दिने यदि छैन भने एनआइएल निल लेख्दिने सक्यो अनि यो 3टालाई जोडेर टोटल एसेसिबल इन्कम टिएआई अब यो चाहिँ नदेखाउँदा नि हुन्छ है सर्ट फर्म यो चाहिँ मैले यहाँ मुनि यहाँ टिएआई लेखेको छ नि त अब त्यो यत्रो लामो के लेख्नु भनेर यहाँ चाहिँ सर्ट फर्म यसो देखाइदिएको मात्रै हो तपाईहरुले लेख्दाखेरि चाहिँ टोटल एसेसिबल इन्कम नै लेख्नु अनि यो 3टालाई जोडेर टोटल यहाँ लेख्ने अनि अब टोटल एसेसिबल इन्कम आयो अब त्यसमा अब सबै कमाएको जतिमा ट्याक्स काटेर हो भने अनि काटियो भने चाहिँ अनि हामी बच्छ चाहिँ के त्यही भएर केही कुरामा पनि सरकारले छुट दिएको हुन्छ अब त्यो छुट दिएका कुराहरु त काट्नु पर्यो नि त्यसो आफ्नो पैसा त अलिक बेसी बचाउनु पर्यो हो त्यही भएर अब जे दिएको छ सब काट अब लेस अलाउएबल रिडक्सन सबभन्दा सुरुमा के गर्नु पर्यो अलाउएबल रिडक्सन्स के रिडक्सन गर्न पाइन्छ त 2टा रिडक्सन गर्न पाइन्छ है जहिले पनि याद राख्नु के हो एउटा रिटायरमेन्ट फन्ड कन्ट्रिब्युसन अर्को डोनेसन यो 2टा जहिले काट्ने नै अब रिटायरमेन्ट फन्ड कन्ट्रिब्युसन चाहिँ कसरी गर्ने त 1/3 अफ टोटल एसेसिबल इन्कम हो यहाँ जति आउँछ टोटल हो त्यसको 1/3 डिभाइड बाइ 3 गर्दै भइहाल्यो डिभाइड बाइ 3 गरेर जति आउँछ त्यसलाई यहाँ लेख्ने अनि अथवा अर 20% अफ एनुअल स्यालेरी अथवा हामीले अगाडि नै एनुअल स्यालेरी त हुन्छ अब यो 20% चाहिँ के हो भन्दाखेरि 10% आफ्नो लगानी 10% इम्प्लोयरले दिएको हुन्छ त्यो जोडेर 20% भयो हो त्यो 20% एनुअल स्यालेरीलाई पनि यहाँ लेख्ने अब यो प्लस सीआईटी भनेको चाहिँ सिटिजन इन्भेस्टमेन्ट ट्रस्ट या सोशल सेक्युरिटी फन्ड यो केएसएसएफ के हुन्छ नि हो यिनीहरु पनि त त्यो के भन्छ रिटायरमेन्ट फन्ड नै हो नि त पछि बुढेसकाल लागेपछि दिने भनेर हो तिनीहरुमा पनि जम्मा गरेको पैसालाई पनि यसै ठाउँमा जोडेर यहाँ लेख्नु पर्छ है और म्याक्सिमम लिमिट चाहिँ कति हुन्छ 3 लाख सम्म 3 लाख भन्दा बढी भयो भने चाहिँ त्यो त्यसमा ट्याक्स लाग्छ तर कम 3 लाख भन्दा
3 लाखसम्ममा चाहिँ ट्याक्स लाग्दैन भन्न खोजेको। अनि डब्ल्युएल भनेको विच एभर इज लेस हो, यो तीनटामा जुन चाहिँ सबभन्दा कम छ हो त्यसलाई चाहिँ घटाउन पाइन्छ। हाम्रो सरकार पनि चलाक छ नि त, सबभन्दा कममा घटाउने। ल अब अर्को आयो डोनेसन। अब डोनेसन चाहिँ 3 खालको छ है, सिम्पल डोनेसन, डोनेसन टु रिलिजियस हेरिटेज, डोनेसन टु प्राइम मिनिस्टर रिलिफ फन्ड। सिम्पल डोनेसन भनेको सिम्पल डोनेसन नै हो। त्यसको चाहिँ के गर्ने, कसरी गर्ने भन्दाखेरि टोटल एसेसिबल इन्कम यहाँ आउँछ, अनि त्यस पछाडि रिटायरमेन्ट फन्ड कन्ट्रिब्युसन आफैले लेख्छौँ यहाँ हो, यो माइनस यो गरेर त्यसको 5% लाई चाहिँ यहाँ लेख्ने। अनि त्यस पछाडि क्वेसनमा एक्चुअल डोनेसन भनेरै दिएको हुन्छ, डोनेसन टु पब्लिक स्कुल, डोनेसन टु यो त्यो के दिएको हुन्छ हो, त्यसलाई चाहिँ एक्चुअल डोनेसन मानेर यहाँ लेख्ने। अनि म्याक्सिमम लिमिट चाहिँ के छ भन्दाखेरि 1 लाखसम्म छ। 1 लाखभन्दा बेसी भने फेरि ट्याक्स लाग्छ, त्यही भएर लिमिट चाहिँ 1 लाखसम्म हो। अब यो तीनटामा पनि जुन चाहिँ सबभन्दा कम हो त्यसलाई चाहिँ अब यतापट्टि घटाउनको लागि लेखिदिने। अर्को हो डोनेसन टु रिलिजियस हेरिटेज, धार्मिक सम्पदाहरू। अब त्यो चाहिँ के भन्छ, पशुपति के ट्रस्टहरू के हुन्छ नि हो, तिनीहरू चाहिँ रिलिजियस हेरिटेज हो। रिलिजियस हेरिटेजको पनि हुन चाहिँ यही नै हो, तर यहाँ सिम्पलमा चाहिँ 5% काटेको थियौँ, यसमा चाहिँ 10% काट्नुपर्छ। 10% अफ टोटल एसेसिबल इन्कम माइनस रिटायरमेन्ट फन्ड कन्ट्रिब्युसन, त्यो चाहिँ 10% को एक्चुअल डोनेसन दिएकै हुन्छ। अनि म्याक्सिमम लिमिट यसको पनि 1 लाख नै हो। अब सेकेन्ड, अब अर्को थर्ड चाहिँ एन्ड डोनेसन टु प्राइम मिनिस्टर रिलिफ फन्ड। यो प्राइम मिनिस्टर रिलिफ फन्डलाई डोनेट जति पनि डोनेट गर्न पाइन्छ, यसको चाहिँ लिमिट भन्ने छैन हो, यसलाई पनि यहाँ लेखिदिने। अनि यो टोटल एसेसिबल इन्कम माइनस रिटायरमेन्ट फन्ड कन्ट्रिब्युसन माइनस डोनेसन। अब यो तीनटै त नदिन सक्छ, तीनटामा एउटा कहिलेकाहीँ दिन्छ, एउटा दिन्छ। अब यो रिटायरमेन्ट फन्ड कन्ट्रिब्युसन माइनस डोनेसन गरेर हामी ट्याक्सेबल इन्कम बिफोर एक्जम्पसन्स निकाल्छौँ। अब ट्याक्सेबल इन्कम बिफोर एक्जम्पसन्स आएपछि, अब बिफोर एक्जम्पसन्स भनेपछि आफ्टर एक्जम्पसन्स त गर्नु पर्यो। अब त्यो आफ्टर बनाउनको लागि सुरुमा त एक्जम्पसन घटाउने, लेस एक्जम्पसन। अब एक्जम्पसन चाहिँ 7वटा हुन्छन् है, 7वटा हुन्छन्। सुरुमा चाहिँ लाइफ इन्सुरेन्स प्रिमियम एक्जम्पसन भनेर क्वेसनमै दिएको हुन्छ। एक्चुअल एलआइपी लाइफ इन्सुरेन्स एक्चुअल भनेर दिएकै हुन्छ, त्यति लेख्ने। अनि म्याक्सिमम लिमिट चाहिँ के छ त 40,000 छ। यो चाहिँ कहिलेको रुल्स अनुसार 2079-80 को। अनि हेल्थ इन्सुरेन्स प्रिमियम एक्चुअल एचआइपी दिएकै हुन्छ क्वेसनमा, अनि म्याक्सिमम लिमिट यसको चाहिँ 20,000 छ, ठ्याक्कै आधा 40,000 20,000। अनि जुन चाहिँ लेस हो त्यसलाई चाहिँ साइडमा राखिदिने, गभर्मेन्ट चलाएको छ नि त हाम्रो। अब रिमोट एरिया एक्जम्पसन, अब रिमोट एरियाहरूमा पनि काम गर्ने हुन्छ नि त, अनि अब तिनीहरूको लागि पनि त छुट दिनु पर्यो नि त। नभए कोही जान्छ त यता सहर छोडेर उता कहाँ दुर्गम एरियातिर जाँदैन नि त, अब त्यसको लागि पनि छुट दिनु पर्यो। अब रिमोट एरिया ए भन्यो भने 50,000 छुट, बी भन्यो भने 40,000 छुट, सी भन्यो भने 30,000 छुट, डी भन्यो भने 20,000, ई भन्यो भने 10,000 छुट। ए देखि ईसम्म 50,000 देखि 10,000सम्म। ल रिमोट एरिया एक्जम्पसन भनेरै दिएको हुन्छ, त्यो ठक ठक राखिदिने मात्र, यो चाहिँ याद गर्ने। ए 50, बी 40, सी 30, डी 20, ई 10। अनि एक्जम्पसन फर डिसेबल ट्याक्स पेयर्स, अब त्यही क्वेसनमै दिएको हुन्छ क्या, इज अ डिसेबल पर्सन भनेर हो, त्यो देख्ने बित्तिकै अब हामीले यो एक्जम्पसन यहाँ हालिहाल्नुपर्छ। एक्जम्पसन चाहिँ के राख्ने भन्दाखेरि 50% अफ बेसिक एक्जम्पसन। अब यो बेसिक एक्जम्पसन भनेको चाहिँ के हुन्छ, अब यदि सिङ्गलको अनुसारले ट्याक्स काट्न खोजेको छ भने 5 लाखको 50%, यदि कपल भएर ट्याक्स तिर्छु भनेर सोचेको छ भने 6 लाख। अब 50% अफ सिङ्गल भनेर ट्याक्स तिर्ने रहेछ भने 50% अफ 5 लाख कति भयो, 2,50,000 लेख्नु पर्यो। यदि कपल भएर तिर्छु भनेर सोच्यो भने 6 लाखको आधा 50% 3 लाख, त्यति नै। अब फोरेन अलावेन्स एक्जम्पसन, अब त्यही क्वेसनमै दिएको हुन्छ, त्यसको 75% यसमा घटाउने। भनेपछि विदेशबाट आएको अब यसो हुन्छ नि पैसाहरू, उनीहरूमा चाहिँ 75%मा चाहिँ ट्याक्स नलगाउने रहेछ, 25% मात्रै ट्याक्स पछि लाग्ने रहेछ हो। यो चाहिँ अब ट्याक्स लाग्ने इन्कम कुनमा लाग्छ कुनमा लाग्दैन यो घटाउँदैछौँ नि, अब ट्याक्स लगाउने जति चाहिँ पैसा निकाल्दैछौँ। अब 6 नम्बरमा प्राइभेट बिल्डिङ इन्सुरेन्स, अब त्यो भनेकै हुन्छ हाउस इन्सुरेन्स या के इन्सुरेन्स भनेको हुन्छ, त्यसमा चाहिँ एक्चुअल प्रिमियम पेड जति दिएको हुन्छ क्वेसनमा त्यति लेख्ने। और म्याक्सिमम लिमिट विच एभर इज लेस, म्याक्सिमम लिमिट चाहिँ कति छ 5,000 छ हो। यो म्याक्सिमम लिमिटहरू चाहिँ याद गर्नु पर्यो है। अनि पेन्सन एक्जम्पसन, त्यहाँ पेन्सन भनेर पनि दिएको हुन्छ। पेन्सन भनेर भन्दाखेरि चाहिँ के गर्ने, बेसिक एक्जम्पसन भनेको अघि भर्खर 5 लाख पर सिङ्गल, 6 लाख पर कपल, त्यसको चाहिँ कति पर्सेन्ट काट्न पाइदो रहेछ त 25% यहाँ लेख्ने। और एक्चुअल पेन्सन इन्कम क्वेसनमा जति दिएको हुन्छ त्यसलाई यता लेख्ने, जुन सानो त्यसैलाई यता साइडमा लेखिदिने विच एभर इज लेस। अब यो ट्याक्सेबल इन्कम बिफोर एक्जम्पसनमा एक्जम्पसन घटाएपछि के आउँछ त, ट्याक्सेबल इन्कम इन्क्लुडिङ क्यापिटल गेन आउँछ
कुन बेला ट्याक्सेबल इन्कम इन्क्लुडिङ क्यापिटल गेन आउँछ, जुन बेला क्यापिटल गेन दिएको हुन्छ। यदि क्यापिटल गेन दिएको छैन भने हाम्रो ट्याक्सेबल इन्कम भनेर क्वेसन यहीँ सकिन्छ। ट्याक्सेबल इन्कम भनेर सकिन्छ। यदि क्यापिटल गेन दिएको छ भने चाहिँ अझै अलिकति थोरै लम्बाइन्छ है। अब त्यसमा पनि लेस क्यापिटल गेन गर्ने, जति दिएको छ त्यति लेख्ने, त्यसलाई घटाउने, अनि लास्टको भ्यालुलाई के भन्ने त ट्याक्सेबल इन्कम एक्सक्लुडिङ क्यापिटल गेन। भन्नुको मतलब अब यो भ्यालु चाहिँ के हो, अब यति भ्यालुमा चाहिँ हाम्रो सरकारले ट्याक्स लगाउने रहेछ। अब यो स्टेप 2 मा पनि गर्दाखेरि ध्यान दिनुपर्ने कुराहरू यहाँ 4वटा पोइन्ट्स लेखिरहेको छु मैले। यो पनि एकदम सजिलो छ। अनएप्रुभड प्रोभिडेन्ट फन्ड क्यान नट बी डिडक्टेड फ्रम अलाउड रिडक्सन। अब प्रोभिडेन्ट फन्ड नै एप्रुभ छैन भने हामीले घटाउन पाइयो त, एप्रुभ हुनु पर्यो अनि घटाउन पाइन्छ। यो त कमन सेन्स लगाएपछि बुझिहालिन्छ। अब डोनेसन टु प्राइभेट बोर्डिङ स्कुल, प्राइभेट नर्सिङ होस्, यो प्राइभेट भनेपछि नि यो घटाउन पाइँदैन का। जस्तै यहाँनिर सिम्पल डोनेसन भनेर मानिन्छ, तर यदि त्यो डोनेसन टु प्राइभेट बोर्डिङ स्कुल, प्राइभेट नर्सिङ होम या बेगर या स्टुडेन्ट युनियन या स्टाफ युनियन या पुवर स्टुडेन्ट भनेर भनेको छ भने यो बेलामा चाहिँ हामीले डोनेसन भनेर घटाउन पाउँदैनौँ, लेख्नै पाउँदैनौँ यो फर्मेटभित्र हामीले। अनि पछि उता वर्किङ नोटमा हामीले डोनेसन टु प्राइभेट बोर्डिङ स्कुल हामीले इज नट अलाउड फर रिडक्सन भनेर भनिदिने, त्यति लेखिदिनुपर्छ। यता फर्मेटमा चाहिँ छिराउन पाइँदैन। अब लाइफ इन्सुरेन्स प्रिमियम र हेल्थ इन्सुरेन्स प्रिमियम क्यान बी डिडक्टेड इन एक्जम्सन अफ हिमसेल्फ अर हरसेल्फ भनेको मतलब अब त्यहाँनिर यस्तो भनेको हुन्छ क्या, लाइफ इन्सुरेन्स प्रिमियम अफ मिस्टर यो एन्ड हिज फ्यामिली पेड बाई अफिस भनेको हुन्छ। अब यो ट्याक्स काट्ने भनेको त एउटा इन्डिभिजुअलको, अब त्यसको पो घटाउन पाइन्छ। अब त्यो उसको छोराछोरी श्रीमतीको घटाउन पाइन्छ त, पाइँदैन नि त। हो भनेपछि एलआइपी र एचआइपी चाहिँ के हुनु पर्यो, उसको आफ्नै मात्रै घटाउन पाइन्छ है, आफ्नै एमाउन्ट मात्र राख्ने। अनि एलआइपी चाहिँ जहाँसुकै गऱ्यौँ त्यसको चाहिँ यहाँ घटाउन पाइयो, तर एचआइपी हेल्थ इन्सुरेन्स प्रिमियम चाहिँ नेपालमा मात्र गरेको हुनुपर्छ अनि मात्र घटाउन पाइन्छ। यदि बाहिर गरेको छ भने हेल्थ इन्सुरेन्स प्रिमियम हामीले यहाँ एक्जम्सनमा घटाउन पाउँदैनौँ। लाइफ इन्सुरेन्स प्रिमियम चाहिँ जहाँसुकै गरोस् घटाउन पाइन्छ। यो भनेको चाहिँ स्टेप 2 हो। अब स्टेप 2 पनि सकिसक्यो त। स्टेप 3 को चाहिँ फर्मेट एउटै छ है, कम्पिटेसन अफ ट्याक्स लायबिलिटी भनेर लेखिदिने। अनि अब यो सिङ्गलको लागि यो, कपलको लागि यो फर्मेट एउटै छ, बस भित्रको थोरै एउटा भ्यालु फरक छ। 7980 को लागि के छ त, सुरुको 5 लाखसम्म 1% मात्र ट्याक्स काटिन्छ, यो चाहिँ सिङ्गलको लागि हो है। अनि त्यस पछाडि नेक्स्ट 2 लाख, अब 5 लाख पछाडि फेरि अब 2 लाख अझै बढी छ भने त्यसभित्रमा चाहिँ 10% काटिन्छ। अनि 3 लाख अझै छ भने 20%, अनि 10 लाख अझै 10 लाखसम्ममा 30%। अनि अब यो कति भयो, 5 लाख 7 लाख 10 लाख 20 लाख। अब यो 20 लाख भन्दा बढी ब्यालेन्स भयो भने त्यो ब्यालेन्स बाँकी सबैमा चाहिँ 36% लगाउने, काट्दिने, यहाँ भ्यालु लेख्ने। अनि अब यो क्यापिटल गेन ट्याक्स इज गिभन, यो कहिले क्यापिटल गेन ट्याक्स भनेर अब उता माथि हामीले देखेको थियौँ नि, हो त्यहाँनिर अब क्यापिटल गेन ट्याक्स भनेर हामीले लेख्नु पर्यो भने हो अब यहाँनिर गएर हामी ट्याक्स लगाउँछौँ। तर यदि क्यापिटल गेन ट्याक्स दिएको छैन भने यो हामीले लेख्नु पर्दैन। अनि क्यापिटल गेन ट्याक्स चाहिँ हरेक चिजको थोरै फरक हुन्छ है। अब यो हामीले माथि यहाँ क्यापिटल गेन घटाउनुको कारण के हो त, यसको फरक रेट हुन्छ नि त, त्यही भएर अब हामीले उता चाहिँ राख्न पाएन, अब यहाँ चाहिँ राख्नुपर्छ। अनि यो सबैलाई जोड्दा टोटल ट्याक्स लायबिलिटी हामीले तिर्नुपर्ने आउँछ। अब यो तिर्नु पर्नेमा पनि सरकारले अझै 4वटा चिजको छुट दिएको छ क्या। सबभन्दा सुरुमा चाहिँ ट्याक्स रिबेट फर वुमेन, यदि केटी हो भने उनीहरूलाई छुट हुन्छ, तर यसमा नि कन्डिसन छ नि, त्यो चाहिँ कन्डिसन अहिले लास्टमा भन्छु। अब हेरौँ है त, ट्याक्स रिबेट फर वुमेन अब कति चाहिँ घटाउन पाइन्छ त, 10% अफ ट्याक्स लायबिलिटिज भनेको मतलब यहाँ टोटल ट्याक्स लायबिलिटी जति निस्किन्छ त्यसको 10% चाहिँ घटाउन पाइन्छ यदि वुमेन हो भने। अनि सेकेन्ड एडभान्स ट्याक्स पेड, अब त्यहाँ अलरेडी भनेको हुन्छ क्या एडभान्स ट्याक्स पेड भनेर, अब त्यो दिएको छ भने त्यसलाई पनि यहाँ घटाउने। अनि मेडिकल ट्याक्स क्रेडिट, अब यो पनि क्वेसनमै दिएको हुन्छ क्या, मेडिकल ट्याक्स पेड बाई अफिसहरू भनेको हुन्छ। अनि अब हो त्यो चाहिँ फेरि एप्रुभड हुनु पर्यो नि, अनएप्रुभ त काम घटाउन पाइँदैन, एप्रुभड हुनु पर्यो। अनि मेडिकल ट्याक्स क्रेडिट लेख्ने, अनि त्यस पछाडि 15% अफ अप्रुभड मेडिकल बिल, जति बिल छ त्यसको 15% यहाँ लेख्ने। और म्याक्सिमम लिमिट यो चाहिँ 750 हुन्छ है, माई मिस्टेक। लिमिट भनेको 750, मतलब 750 सम्म चाहिँ हामीले के गर्न पाउँछौँ, घटाउन पाउँछौँ म्याक्सिमम लिमिट। अब जुन सानो हो त्यही लेख्नु पर्यो। अब प्राय सबै बेलामा 750 नै हुन्छ सानो, अनि त्यो यहाँ लेखिदिने। अनि फोरेन ट्याक्स क्रेडिट पनि वर्किङ नोटमा अब दिएको हुन्छ, वर्किङ नोट गर्नुपर्ने हुन्छ, यसको पनि दिएको, यो वर्किङ नोट गरेर आएको छ भने लेखिदिने, छैन भने त्यतिकै छोडेर अब लास्टमा हामीले ट्याक्स पेएबल एक्चुअलमा तिर्नुपर्ने चाहिँ कति हो यहाँ लेख्ने, यसरी एन्सर निस्किन्छ। अब यो चाहिँ सिङ्गलको, ल अब यहाँ चाहिँ कपालको हेरौँ है त। कपालको चाहिँ केही छैन, कपालको पनि अलिकति थियो। यहाँ अब यहाँ 5 लाख छ भने कपाल भएर ट्याक्स तिर्ने हुँदा चाहिँ यहाँ चाहिँ 6 लाख हुन्छ सुरुमा,
6 लाखको 1% 6000 अनि फेरि त्यही हो है 2 लाख यता माथि सिंगलको पनि 2 लाख अनि यता 3 लाख यता पनि 3 लाख हो अब फरक पर्ने यो नेक्स्टमा हो यो 10 लाख अब यो सबै जोड्दा 20 लाख पुग्छ अब यहाँ फेरि 10 लाख दियो भने त 21 लाख पुग्ने भयो नि त हो त्यही भएर यहाँ चाहिँ अब 9 लाख हुन्छ 6 7 8 9 10 11 11 + 9 20 लाग्यो अब फेरि लास्टको सेम 20 लाख भन्दा बढी भयो भने 36% ले लगाउने अनि क्यापिटल गेन ट्याक्स दिएको छ भने लेख्ने दिएको छैन भने नलेख्ने टोटल ट्याक्स लायबिलिटी अनि ट्याक्स रिबेट फर वुमेन 10% अफ यर टोटल ट्याक्स लायबिलिटी एडभान्स ट्याक्स पेड जति दिएको छ त्यति मेडिकल ट्याक्स क्रेडिट 15% जति दिएको छ त्यसको 15% यहाँ लेख्ने म्याक्सिमम लिमिट 750 हुन्छ त्यसको यहाँ लेख्ने प्राय चाहिँ 750 नै हुन्छ प्राय हामी 750 नै लेख्छौँ करेन्ट ट्याक्स क्रेडिट यहाँ लेख्ने अनि अब हामीले तिर्नुपर्ने एक्चुअल चाहिँ कति हो त ट्याक्स पेएबल यहाँ आन्सर आउँछ यसमा याद गर्नुपर्ने इफ वुमेन आर इम्प्लोइड यदि इम्प्लोइड छन् भने मात्र हामीले ट्याक्स रिबेट फर वुमेन 10% ड्याङ्गे काट्न दिन पाइन्छ तर यदि वुमेन इम्प्लोइड पनि छे इन्भेस्टमेन्ट पनि गरिरहेछ या बिजनेस पनि प्रोफेसन पनि गरिरहेछ भने चाहिँ त्यो बेला चाहिँ हामीले काट्न पाइदैन भनेको मतलब उता स्टेप 1 मा हामीले एसेसिबल इन्कम फ्रम इम्प्लोइमेन्ट निकाल्छौँ हो त्यो निकाल्दा एसेसिबल इन्कम फ्रम इन्भेस्टमेन्ट या बिजनेस प्रोफेसन पनि निकाल्यौँ भने चाहिँ यो यहाँ आएर काट्न पाइदैन कुन बेला मात्र काट्न पाइन्छ त्यहाँ माथिको स्टेप 1 चाहिँ एसेसेबल इन्कम फ्रम इम्प्लोइमेन्टमै सकिएको हुनु पर्यो यतिमै सक्यो भने चाहिँ यहाँ काट्न पाइन्छ नभए काट्न पाइदैन हो यो इन्कम फ्रम इम्प्लोइमेन्टको फर्म्याट चाहिँ यही हो यति मात्र हेर्नु मैले बुकमा क्वेसन ब्याङ्कमा भए जति क्वेसनमा जतिवटा पनि टपिक देख्छ मैले चाहिँ सकेसम्म मेन्सन गर्न खोजेको छु यहाँ हो यति फर्म्याट मात्रै हेऱ्यो भने पनि मजाले गर्न सकिन्छ ल अब आजको लागि यति नै अब अर्कोचोटि भिडियो हालियो भने अब क्वेसन सोल्युसनको भिडियो हालिन्छ थ्याङ्क यू डोन्ट फर्गेट टु लाइक द भिडियो एन्ड सब्सक्राइब आवर युट्युब च्यानल थ्याङ्क यू